नमस्ते नेपाल सुन्दर हिमाल र हजारौं नदीनालाले भरिएको देश। यहाँको प्राकृतिक सौन्दर्यले कसको मन लोभ्याउँदैन र? तर यही सुन्दरता मनसुनको समयमा एउटा डरलाग्दो वास्तविकतामा बदलिन्छ। आज हामी नेपालको मनसुनको यही दुई पाटोलाई केलाउनेछौं कि यो साँच्चै वरदान हो कि श्राप। ल सुरु गरौँ है त। नेपाललाई विश्वमै जलस्रोतको दोस्रो धनी देश भनेर चिनिन्छ, हैन त? यहाँ करिब 6000 भन्दा बढी खोला नाला छन्, आकाश छुने पहाडहरू छन्। यही मनमोहक दृश्य हेर्न हरेक वर्ष देश विदेशबाट हजारौं मानिसहरू आउँछन्। तर जब बर्खायाम सुरु हुन्छ, यही सुन्दरताले एउटा भयानक रूप लिन थाल्छ। हो, यही हो सबैभन्दा ठूलो विरोधाभास। जुन खोला नाला र पहाडहरू हाम्रो लागि वरदान हुन्, ती नै मनसुनमा श्राप बनेर आइदिन्छन्। खोलामा उर्लिएर आउने बाढी र पहाडबाट खस्ने पहिरोको त्यो डरलाग्दो स्वरूपले जो कोहीको मन सिरिङ्ग हुन्छ। भन्नुस् न, एउटै सिक्काका दुई पाटा जस्तै। तर यो डर केवल एक भावना मात्रै होइन। हरेक वर्ष मनसुनले निम्त्याउने विपदले हजारौंको जीवनमा कहिल्यै नमेटिने गहिरो छाप छोडेर जान्छ। आउनुहोस्, यसको वास्तविक मानवीय मूल्य कस्तो छ अलिकति गहिराइमा हेरौं। यो भनाइले नै त्यो पीडाको गहिराई बताउँछ। जसले यस्तो विपत्ति भोगेका छन्, उनीहरूको मनमा के बित्दो हो हामी सायद अनुमान मात्र लगाउन सक्छौं। आफ्नो आँखा अगाडि घर, परिवार, सर्वस्व गुमाउँदाको त्यो असहायपन र पीडा साँच्चै अकल्पनीय हुन्छ। हरेक वर्षको कथा लगभग उस्तै हुन्छ। बर्खामा आउने बाढी, पहिरो र डुबानले ठूलो मात्रामा जनधनको क्षति पुर्याउँछ। खास गरी बाढीले तराईका सयौं घरहरू डुबानमा पार्छ भने पहाडी क्षेत्रमा पहिरोले कतिको ज्यान लिन्छ, कति बेपत्ता हुन्छन्। कयौं मानिसहरू घरबारविहीन बन्छन् र भाग्यले बाँचिहाले पनि आफ्नो दैनिकी कसरी चलाउने भन्ने चिन्ताले सताइरहन्छ। प्रश्न उठ्छ, यस्तो विनाश आखिर हरेक वर्ष किन दोहोरिन्छ त? जोखिम व्यवस्थापनमा सरकारी पहलको भूमिका कस्तो छ र यसका चुनौतीहरू के हुन्? अब यसबारे अलिकति कुरा गरौं। विपदको जोखिम व्यवस्थापनमा सरकारी पहलको मुख्य भूमिका हुनुपर्ने हो। तर हरेक वर्ष के देखिन्छ भने योजनाहरू कागजमा मात्रै सीमित हुन्छन्। वास्तविकतामा तयारी र कार्यान्वयन बीच यति ठूलो खाडल छ कि जसले गर्दा हरेक वर्ष उही क्षति दोहोरिरहन्छ। यो एउटा नटुङ्गिने चक्र जस्तै बनेको छ। सरकारले योजना त बनाउँछ, तर त्यसको कार्यान्वयन एकदमै फितलो हुन्छ। कमजोर पूर्वाधार र समयमा सूचना नपुग्दा अन्ततः जनताले नै ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपर्ने अवस्था आइपर्छ। तर के हामी सधैँ यसरी निरीह भएर बस्नु पर्ने नै हो त? पक्कै पनि होइन। अब हामी ती उपायहरूबारे कुरा गर्नेछौं जसले हामीलाई यस्ता जोखिमहरूबाट जोगिन मद्दत गर्न सक्छन्। हेर्नुस्, मुख्य कुरा के हो भने यस्ता प्राकृतिक प्रकोपलाई रोक्न त सकिँदैन, तर सावधानी अपनाएर जोखिमबाट जोगिन भने पक्कै सकिन्छ। हामी आफैले केही कदम चालेर सुरक्षित रहन सक्छौं। जस्तै यदि बाढीको जोखिम भएको क्षेत्रमा बस्नुहुन्छ भने सकभर नदीको छेउछाउ र होचो ठाउँमा बसोबास गर्नबाट जोगिनुपर्छ। बाढी पूर्वानुमान शाखाबाट नियमित रूपमा जानकारी लिइरहने, मौसम सम्बन्धी सूचनाहरूमा ध्यान दिने र आफूले पाएको जानकारी अरूलाई पनि बाँडेर सबैलाई सतर्क गराउनु एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसैगरी पहिरोको जोखिममा हुनुहुन्छ भने लगातार 24 घण्टा पानी परिरह्यो भने सकेसम्म घरभित्र नबस्नु नै राम्रो। पहिले पहिरो गएका ठाउँहरूमा फेरि पनि जान सक्ने सम्भावना धेरै हुन्छ, त्यसैले त्यस्ता ठाउँमा आवाजावत कम गर्नुपर्छ। विशेष गरी राति परिवारका सदस्यहरू समूहमा बस्नुपर्छ र घर जोखिममा छ जस्तो लाग्ने बित्तिकै बाहिर सुरक्षित ठाउँमा निस्किनुपर्छ। र यी सबै कुराबाट के स्पष्ट हुन्छ भने चाहे बाढी होस् वा पहिरो, विपदको बेला समूहमा बस्नु सबैभन्दा उत्तम उपाय हो। यसो गर्दा एकअर्कालाई सहयोग गर्न र सुरक्षित रहन पनि धेरै सजिलो हुन्छ। व्यक्तिगत सावधानी त आफ्नो ठाउँमा महत्त्वपूर्ण छ, तर यो समस्याको समाधान व्यक्तिगत प्रयासले मात्रै सम्भव छैन। यसका लागि त सामूहिक एकता र जिम्मेवारी चाहिन्छ। एकछिन सोचौं त, यस्तो विपदको घडीमा सबैभन्दा महत्त्वपूर्ण कुरा के होला? राहत, उद्धार, कि त्योभन्दा पनि गहिरो केही छ? र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो, एकता। विपदको समयमा हामी सबै एकजुट भएर समस्याको समाधानतर्फ लाग्नुपर्छ। यो केवल एउटा विकल्प होइन, यो अत्यावश्यक छ। जब हामी एकजुट हुन्छौं तब मात्र हामी यस्ता चुनौतीहरूलाई साँच्चै सामना गर्न सक्छौं।